नमस्ते, म भोगेन्द्र कुमार शाह तपाईँ सम्पूर्णलाई स्वागत गर्दछु यो ओटिटी नेपालको पहिलो इन्ट्रोडक्टरी भिडियोमा। साथीहरू, आजको यो हाम्रो नेपालको परिकल्पना लिएर मेरो एउटा लाइफको लक्ष्यलाई अगाडि बढाउने प्रयासमा यो ओटिटी नेपालको चाहिँ सुरुवात आजदेखि गर्दैछु। मेरो अफिसियली बर्थडे चाहिँ आज हो। यसमा तपाईँ जतिजना युवाहरूलाई जोड्न सक्नुहुन्छ, जोड्नुहोस्, किनभने भविष्यको कर्णधार भनेको युवा हो। युवा, अहिलेका युवा गलत बाटोमा लागेका छन्, गलत सङ्गतमा लागेका छन्, गलत चिजलाई फलो गरिरहेका छन्। यदि तपाईँ आफ्नो लाइफलाई र आफूसँग भएका युवाहरूको लाइफलाई, कसैको लाइफलाई चेन्ज गर्न चाहनुहुन्छ भने यो ओटिटी नेपालसँग जोड्नुहोस्। हामी यसमा त्यसको एक्टिभिटीहरू, त्यसका क्रियाकलापहरू, त्यसले चाहेका कुराहरू कसरी गर्न सक्छन्, आफ्नो लाइफलाई कसरी सार्थक बनाउन सक्छन्, म सम्पूर्ण थोकहरू यहाँ पस्किनेछु जसले हाम्रो देशको भविष्य निर्धारण गर्नेछ। मैले आफ्नो लाइफको 17 इयर्स यो ट्रेनिङ फिल्डमा बिताएको छु र मैले जानेका कुरा, देश विदेशबाट सिकेका कुराहरू र युवालाई लक्षित गरेर युवा सशक्तिकरण कसरी गर्न सकिन्छ भन्ने कुराहरू लिएर सधैँ तपाईँहरू माझ भिडियोको मार्फत, यो युट्युब च्यानलको मार्फत आउने गर्छु र यो निष्पक्ष, यसमा कुनै किसिमका चलखेल केही हुँदैन। यसमा एकदम हामी देशप्रतिको भावलाई पोख्छौँ। देश बनाउने अभियान छ यो मेरो लाइफको, जसमा तपाईँहरूको साथ सहयोग। जोड्नुहोस्, मैले जानेका कुरा, मैले देश विदेशबाट सिकेका कुरा, यस्ता विज्ञहरूलाई यहाँ निम्त्याउँछौँ जसको कुराले तपाईँको लाइफलाई चेन्ज गर्न सक्छ। तर चेन्ज तपाईँ आफैले हुने हो। I will show the path. You have to change your life, and you have the courage, you have all the potential to change your life. पुनः सम्पूर्णलाई स्वागत गर्दै आजदेखि यो अभियानको थालनी गरेको पनि जानकारी गराउँछु। जोड्नुहोस्, युवाहरू जोड्नुहोस्। विशेष गरी तपाईँ जुनसुकै समूह क्षेत्रमा पढिराख्नु भएको छ, यसमा तपाईँ 8 कक्षादेखि पढेका विद्यार्थीहरू, योभन्दा सानो विद्यार्थीहरूलाई पनि जोड्न सक्नुहुन्छ। बिकज इयरली एजमा हामीले फाउन्डेसनै राम्रो छैन भने बिल्डिङ थप्दा के कस्तो बिल्डिङ बन्छ त। एज ए स्टुडेन्ट इम्पावरमेन्ट कोच, माइन्ड पावर ट्रेनर एन्ड ट्रान्सफर्मेसनल स्पिकर, आई केम विथ दिस प्लेटफर्म टु चेन्ज द सिनेरियो अफ आवर नेपाल। नेपाल आमाको जय होस् भन्दै सम्पूर्णलाई जुड्न आह्वान गर्दछौँ। धन्यवाद।